त्यहाँ सबै कोरिया जापान जाने भयो अनि म चाहिँ दुबईतिर जानु पर्यो तपाईँ हो कहाँ हो जडीबुटी हो ए तपाईँ अघि निस्किनुपर्छ नि म कम्ता घुमेँ त म वहाँ पर जुजुदा उखान भएको हजुर हो त्यही थर ए मैले त फर्स्टचोटि सुनेको त यो त अनि थाहा त अनि कइन्जु यो भक्तपुर एरियामा मात्रै छ नौरो दसमा लप परिगयो कि अब तपाईँको भएन कुनैलाई चाहिँ त्यस्तो भयो भने पढ्नै मन लाग्दैन अरे नि कति त 14 वर्ष त थिएँ म त्यतिखेर एसएलसी दिने बेलामा अनि जन्म दर्ता बढाएर चाहिँ 16 राखेको थियो क्या कुन दिनमा भेट भयो नि हाम्रो सम्झना हेलो सतायो नराम्रो हेलो वाट्सअप गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आयो सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम आराम कुशलै छु अनि अहिले चाहिँ म चट्टसँगले भिडियो बनाउनुको लागि चाहिँ निस्किसकेको छु साथीहरू अनि मेरो एउटा राइड पनि लगाइसकेको छ अनि राइड चाहिँ यो यहाँभन्दा 650 मिटर टाढाबाट लागेको छ अनि म लिन जाँदैछु अनि आज चाहिँ म इन्ड्राइभ हान्छु होइन अनि फर्स्ट ट्रिप चाहिँ मैले यताबाट इन्ड्राइभको हेर्दा इन्ड्राइभ नलागेपछि मैले याङ्गोमै बोकेको छु फर्स्ट ट्रिप चाहिँ अनि त्यसपछि अब यो पछि चाहिँ मैले प्रायः टोटली नै इन्ड्राइभै हान्छु होइन के कस्तो हुँदो रहेछ आजको चाहिँ नाइट भ्लग हुन्छ होला सायद अहिले चाहिँ भनेको लगभग 6 बज्न लाग्यो नि त नि 5:45 जति भइसक्यो अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ म अब चाहिँ यो राइडपछि चाहिँ म याङ्गो हान्दिनँ इन्ड्राइभ नै हान्छु यो चाहिँ अलिकति यहाँबाट चाहिँ इन्ड्राइभमा मान्छे आएन क्या यो भनौँ न यता यो मुलपानी साइडबाट चाहिँ उतातिर जाने मान्छे आएन कतै जाने पनि आएन अनि रेट पनि एकदम थोरै आयो क्या त्यो भएको भएर उठाउनै मन नलाग्ने रेट आएपछि मलाई उठाउनै मन लागेन क्या त्यो भएको हुनाले गर्दाखेरि चाहिँ मैले याङ्गोमै राइड चाहिँ उठाएर हिँड्नु परिरहेको छ साथीहरू होइन यदि च्यानलमा नयाँ हुनुहुन्छ नि कृपया च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला साथीहरू होइन चट्टपारामा चाहिँ तपाईँहरूले सपोर्टको खाँचो छ म चाहिँ च्यानलमा नयाँ छु नि त नयाँलाई चाहिँ सपोर्टको खाँचो पर्छ त्यो भएको कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले च्यानललाई सब्सक्राइब गरेर चाहिँ सपोर्ट गर्न चाहिँ नभुल्नु होला भन्दै अब चाहिँ कता हो यहाँबाट त बाटो छैन क्या हो या के छ यहाँबाट बाटो छ के छ यहाँबाट रहेछ त यहाँबाट बाटो चाहिँ रहेछ होइन ओहो नाजुकै रहेछ नि बाटो रहनु त ओइ 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 हैट म्याकट बाटो त यहाँ के हो प्याउटो बाटो छ त यहाँबाट त्यहाँ गाह्रो छ चलाउनलाई अब यहाँबाट कतापट्टि यतापट्टि जस्तो लाग्यो मलाई प्यासेन्जर गाह्रो छ नि यहाँबाट प्यासेन्जर उठाएर लिएर जानु पऱ्यो अब यहाँबाट चाहिँ चट्टसँगले यताबाट अब हेरौँ लेट्स सी भिडियो चाहिँ हेर्दै गर्नु होला अन्तिमसम्म के कस्तो हुँदो रहेछ मेरो प्यासेन्जरको लोकेसन यतै हो साथीहरू होइन यता यहाँ भाइहरू फुटो के बल्ब सल्ब खेल्दै रहेछन् हो लोकन थाल्यो होइन त ल बस्नु जाऊ ल साथीहरू अहिलेको अवस्थामा भनेको चाहिँ म चट्टपारामा चाहिँ यहाँ प्यासेन्जर लिएर चाहिँ हिँडिसकेको छु साथीहरू रेस चाहिँ हेर्दै गर्नु होला यसो अलिअलि प्यासेन्जरहरूसँग म गफसप पनि हान्छु साथीहरू होइन अहिले अनि ठ्याक्कै लोकेसनमा ल साथीहरू मेरो फर्स्ट राइड चाहिँ कम्प्लिट भइसकेको अवस्था हो होइन अब सेकेन्ड राइड हान्नुपर्ने हुन्छ यहाँ ल साथीहरू फेरि मेरो अर्को चाहिँ यहाँनिर चाहिँ इन्ड्राइभमा चाहिँ लागेको छ ट्रिप होइन अनि चट्टसँगले इन्ड्राइभमा लागिसकेपछि चाहिँ अनि म टक्क यता आइसकेको छु याङ्गोमा चाहिँ मैले अब गर्दिनँ होइन किनभने मेरो याङ्गोमा राइड पुगिसक्यो नि त अनि डे भ्लगमा चाहिँ अलिक खासै भ्युज नआएको हो कि जस्तो लाग्यो त्यो भएको भएर नाइट भ्लग बनाऊ कि भनेर चाहिँ म 2-4 वटा चाहिँ
याङ्गो छोडेर नाइट भ्लग चाहिँ 4-5 वटा चाहिँ म इन्ड्राइभमा हान्छु भनेर चाहिँ म निस्किएको साथीहरू होइन। चट्टबारामा चाहिँ यताबाट चाहिँ यो भित्रपट्टि देखाइरहेको छ लोकेसन के हो, कतापट्टि हुनुहुन्छ मेरो प्यासेन्जर भन्ने कुरा हो होइन। चट्टबारामा लोकेसन त यतै देखाइरहेको छ, यो घर साइडतिरै देखाइरहेको छ होइन। टक्कसँगले कता हुनुहुन्छ त खै त, लोकेसनमा त म आइसकेँ त। कता हो तपाईँ जानुपर्ने? हजुर हो टिकाथली नै हो। ए अहिले पेमेन्ट गर्नुहुन्छ? ए उता परबाट गर्दै आउनुभएको हो? हजुर उताबाट गर्दै आउनुभएको हो? ए उता देखाइरहेको थियो लोकेसन। यसमा चाहिँ तपाईँको घटाउनु भएन कि क्या हो? यसमा चाहिँ घटाउने अप्सन आएको थिएन क्या हो तपाईँकोमा? हजुर ए त्यही त अनि त्यो घटाउनु के अरे बढाउनु पनि घटाउनु पनि मिलिरहेको थिएन कि, त्यो भएर चाहिँ होला। नहानु नि हौ सोल्टीहरू पछाडिबाट त्यहाँदेखि। तपाईँको घर चाहिँ कता पूर्व हो कि क्या हो? हजुर कता पूर्व तपाईँको? खोटाङ राई हो तपाईँ? चामलिङ राई हो कि हो? ए त्यही त पूर्वेली टोन आइरहेको थियो त अघि, पूर्वेली टोन आइरहेको थियो क्या तपाईँको, त्यही भएको भएर। खोटाङतिर त चामलिङ राई नै हो हुने। म सुनुवार हो। म सुनुवार हो। सिन्धुली मेरो ठ्याक्कै सिन्धुली नै हो। कसरी थाहा भयो तपाईँले सिन्धुली हो भनेर? ए हो मेरो ठ्याक्कै सिन्धुली नै हो। सिन्धुली मेरो अलिक उतै पर्छ तपाईँलाई। तपाईँ खोटाङ कताबाट जानुहुन्छ? सिन्धुलीबाट यता यो हलेसीपट्टिबाट जानुहुन्छ कि गाईघाटपट्टिबाट? त्यही त हलेसीपट्टिबाट एउटा जाँदो रहेछ, एउटा यताबाट पनि जाँदो रहेछ नि त गाईघाटपट्टिबाट। हलेसीतिरबाट हलेसी म गएको छु धेरैचोटि, हाम्रोबाट नजिकै पर्छ होइन उता हलेसी। ए त्यही त यताबाट यो मेरो पनि साथीहरू हुनुहुन्छ क्या उतातिर खोटाङतिरको, अनि उहाँहरू चाहिँ यता गाईघाटपट्टिबाट जानु हुँदो रहेछ क्या, त्यो भएको भएर। खोटाङ भनेपछि त तपाईँ चामलिङ राई, अनि भोट त माटोमै होला नि यसपालि? भोट त माटोमै होला नि? किन हो र? माटो मलाई त्यस्तो उता छैन। हजुर अब सबैले कुरा गर्दाखेरि चाहिँ माटो भन्नुहुन्छ। हजुर तर मलाई मन पर्दैन पोलिटिक्स हो र? ए त्यही त अनि प्रायः अब खोटाङ उता पूर्वतिर त प्रायः सो के अरे श्रम संस्कृति पार्टीलाई नै सपोर्ट छ नि त, त्यो भएको भएर। तपाईँले कुनलाई दिनुहुन्छ? मेरो त म त यसपालि खासै कसैलाई पनि दिँदिनँ होला। मेरोतिर त त्यस्तो अब दिने खालको मान्छे उठिरहेको छैन। पहिले जो पुरानो थियो त्यही नै उठिरहेको छ, नयाँहरू खासै कोही नै छैन। घन्टीको चाहिँ छ क्यारे नयाँ, तर त्यो घन्टीको नयाँ भए पनि पहिले अर्को पार्टीबाटै यता प्रवेश गरेर उठ्या हो क्यारे। मलाई त फेरि त्यस्तो केही थाहा हुँदैन। ए हजुर सोसियल अलिअलि देखिन्छ, टिकटकतिर देखिन्छ, घन्टी र माटो यता चाहिँ के भनिरहेको त्यो देखिरहेको हुन्छ, अनि त्यस्तो मलाई मन नै पर्दैन, त्यो भएर वास्तै हुँदैन पोलिटिक्स। त्यहाँ खोटाङ त कति नम्बर क्षेत्रबाट हो? उमा चामलिङ छ त समानुपातिकमा? तपाईँबाट नजिकै पर्छ होला होइन? उमा चामलिङको क्षेत्र चाहिँ तपाईँबाट नजिकै पर्छ होला? हजुर ए त्यही त कति नम्बर क्षेत्रबाट चाहिँ उठिरहेको छ नि त। उठेको भनेको चाहिँ देखिरहेको थिएँ टिकटकमा, तर क्षेत्र चाहिँ मलाई थाहा छैन। ए यता चाहिँ के गर्दै हुनुहुन्छ नि अनि तपाईँ? यता के न केही बस्ने मात्रै हो? होइन होला, काठमाडौँमा बस्ने मात्रै त कमै हुन्छ नि मान्छे। होइन म बस्छु मात्रै। स्टडी गर्नुहुन्छ होला? हजुर ए कुन लेभलमा स्टडी गर्नुहुन्छ? हजुर म ब्याचलर पढ्दैछु, अनि आज चाहिँ ए
सबैजना +2 पछि विदेश जानुहुन्छ, तपाईँ जानु भएन छ? म हजुर। जानु खोजेको नभएको। ए जानु खोज्नु भएको? कुन देश ट्राई गरेर बस्नु भएको? हजुर कुन देश ट्राई गरेर बस्नु भएको? दुबईतिर जाऊँ कि भनेको भएन। ए दुबई भन्नुभएको? हजुर केमा स्टुडेन्टमा जानु हुने कि वर्किङमै हो? म गएपछि अब वर्किङमा नि स्टुडेन्टमा गएर भने त यहीँ ए होइन, कुनै त यस्तो अब के अरे आफ्नो पढाइ पुरा गर्नु पनि जानुहुन्छ नि त उतातिर। हजुर जान्छ त्यस्तो पनि हुन्छ नि त। भाग्यमा नभएपछि जान्छु भन्दा पनि खोटाङतिरको त अनि राईहरू त प्राय कोरिया र जापान मात्रै ट्राई गर्छ नि त अनि। सबै कोरिया जापान जाने भयो अनि म चाहिँ दुबईतिर जानु भनेर। ए मसँग पहिले यता पोहोरतिर साथीहरू टन्नै हुनुहुन्थ्यो क्या, जापानिज पढ्ने साथीहरू। हजुर अनि प्राय खोटाङतिरको टन्नै हुनुहुन्थ्यो क्या, खोटाङतिर धरानतिरको। कोरिया जापान अनि युरोप कन्ट्री मात्रै छिर्छ। हजुर। अनि सबै छिरेर म चाहिँ एक्स्ट्रा भइदिउँ न त भनेर नि। ए त्यो भएर? हजुर ए जागा पनि पैसा कमाउने, जे गरे पनि पैसा कमाउने, पढे पनि पैसा कमाउने। हो जे गरे पनि त्यही हो। अब अलिकति कसले धेरै कमाए कसले थोरै भन्ने मात्रै फरक पर्ने त हो नि। हजुर तपाईँले चाहिँ ठ्याक्कै चिनिहाल्नु भयो क्या यतातिर सिन्धुलीतिरको हो हुन्छ भनेर, नत्र प्रायःले चिन्नु हुँदैन नि त। कतातिर हुन्छ धेरै भनेर सोधिराख्नुहुन्छ नि त। मलाई थाहा छ उतातिर सुना राईहरू धेरै हुन्छ भने। ए त्यही हो, 3टा जिल्लामा चाहिँ बढी हुन्छ, यता यो रामेछाप ओखलढुङ्गा अनि सिन्धुली। हजुर अनि अलिक कम यता दोलखातिर पनि हुन्छ। दोलखातिर चाहिँ थाहा छैन मलाई, सिन्धुलीतिर चाहिँ हुन्छ भनेर चाहिँ थाहा छ। हजुर। अब हाम्रो राई भन्नुबित्तिकै धरान कि खोटाङ भनिहाल्छ। हो खोटाङ ओखलढुङ्गातिर हुन्छ। राई भन्नुबित्तिकै मलाई ठ्याक्कै उनी याद आउँछ कि पऱ्यो। राईहरू त म थर अनुसारले कताको भनेर पत्ता लगाइदिइहाल्छु। अनि तपाईँ सबै जिल्ला टुलिसक्नु भएको हो भनेर सोधिरहनुहुन्छ नि त। यतै हो। हजुर यही हो। यही हो, यही साइडले गरिदिन्छ है त तपाईँलाई म। ल साथीहरू, मेरो यो राइड चाहिँ कम्प्लिट भइसक्यो साथीहरू। अब म अर्को राइड हेर्छु, अझै एउटा 2टा राइड हान्छु म। अनि राम्रो बोल्ने सिस्टर पाइयो होइन। अनि मैले उहाँलाई भ्लग बनाउँछु भनेर सोध्नुभन्दा भन्दै म फोन अफ गरेर जानुभयो। अब यो भ्लग हालौँ कि नहालौँ भइरहेछ। अब पर्मिसन विथआउट पर्मिसन बिना हाल्यो भने अलिकति कस्तो कस्तो लाग्छ म आफैलाई। त्यो भएको हुनाले के गरौँ भयो क्या। अब के गरौँ, अब हेरौँ। अब म 1-2वटा राइड हान्छु अनि भेट्छु है त साथीहरू राइडमै। ल साथीहरू, फेरि पनि मेरो रिक्वेस्ट चाहिँ लागिसकेको छ होइन। अनि मैले चाहिँ यो अब याङ्गो नहाल्नु भनेको यताबाट इन्डियामा रिक्वेस्ट चाहिँ लागेन क्या। अनि रिक्वेस्ट नलागेपछि फेरि म अब घरतिरको लोकेसन सेट गरिरहेको थिएँ याङ्गोमा। अनि घरतिरको लोकेसनमा चाहिँ बज्यो। अनि त्यो भएको हुनाले म चट्टसँगले अब घरतिरै जानुपर्ने हुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ मैले फेरि याङ्गोमै रिक्वेस्ट उठाएँ। याङ्गोमा चाहिँ मेरो योसम्म 2 राइड बढी हुन्छ क्या। मैले चाहिँ बढी नै हानिदिएको छु साथीहरू। त्यही हो, लेट्सी भिडियो चाहिँ हेर्दै गर्नु होला तिमीसँग। अब यो राइडमा के कस्तो बोल्ने प्यासेन्जर पाउनुहुन्छ। प्यासेन्जर चाहिँ जेन्ट्स पर्नु भएको छ क्यारे जस्तो लागिरहेछ मलाई होइन। अनि के कस्तो बोल्नु हुँदो रहेछ अब हेरौँ। ब्रदरसँग त कुरा राम्रै हुन्छ होइन। अब गर्ल्सहरूले चाहिँ अलिकति नमान्ने हो नि त खिच्नलाई, अनि जेन्ट्सहरूले त खिच्न मानिहाल्छ नि, त्यस्तो छैन होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ म चट्टसँगले कता हो यहाँको ब्रदर? तपाईँ हो? हो कहाँ हो? जडीबुटी हो? ए तपाईँ अघि निस्किनुपर्छ नि। म कम्ता घुमेँ त, म वहाँ पर ए म वहाँ पर पुगेर फर्केर आएको नि। तपाईँले फोन उठाउनु भएन? फोन उठाउनु भएन रे? मैले फोन गरेको थिएँ नि अघिको नम्बरमा। त्यही त म अघि त्यो म त्यो अघि स्पोर्टनिरै थिएँ क्या। अनि यही बाटो गएर म पर अर्को बाटो आउँदो रहेछ। अनि होइन रहेछ भनेर म त्यहाँबाट फेरि फर्केको हो क्या यता। त्यो भएको भएर। जडीबुटी कतातिर हो तपाईँको? वारी नै हो। बस पार्कतिर? पारी पुग्नु पर्दैन। बस पार्कतिर? होइन त्यो के उयो छ नि त्यो पार्क, ट्रियाङ्गल पार्क के त्यो चोकतिर, चोक साइडतिरै?
चोक साइड भन्दा पनि कहाँ भन्नु अब तपाईँलाई त्यो आँखा हस्पिटलबाट आँखा हस्पिटल लाइनबाट सिधै माथि हो त्यो पुलनिर चाहिँ हो तर पुल क्रस चाहिँ गर्नु पर्दैन अलिक वर नै हो भनेपछि त्यहाँको एक्ज्याक्ट लोकेसन दिँदैन क्या ए अनि त्यहीहरू म जहिले मन भएर हाल्छु अनि फेरि यहाँको पनि त्यो भित्रको लोकेसन दिँदैन के दाइ हामी लोकेसन सेयर गरेर उहाँ माथि वडा नम्बर 5 जाँदो रहेछ क्या यहाँबाट सिधा निस्किन्छ होइन त निस्किन्छ म चाहिँ जहिले यो के अरे पवनको ऊ हालिदिन्छु त्यहाँ हल्का माथि बोलाउँछु कहिले आफै हिँड्दै तल आएर हुन्छु त्यही त अगाडि निस्केर बस्दिनु भने सजिलो हुन्छ नत्र कटिहालिन्छ कता कता हुन्छ है फेरि रोकिरहनु भयो अनि म त उताबाट आउने हो नि त खास तपाईँले त्यही त मैले रोकेर कल चाहिँ गर्न लागिरहेको थिएँ त्यही भएर फेरि मेरो फोनमा छैन कि याङ्गो इनड्राइभ मात्र खाने इनड्राइभ त कति बेरमा एक्सेप्ट गर्छ झ्याउ हो इनड्राइभमा सस्तो लाग्यो कि सस्तो भन्दा सस्तो त धेरै सस्तो हो याङ्गो सस्तो छ अब उहाँसम्म इनड्राइभमा 60 70 80 मा पुग्छ भने अब यसले 40 50 मा पुऱ्याउँछ सस्तो भन्दा पनि छिटो चाहिँ आइदिने क्या ल बाटै बन्द छ त यहाँबाट तलबाट जान्छ यो बाटो त खोइ म यहाँ बसेँ यत्रो महिना भइसक्यो बनाउँदै बिगार्दै गर्छ ए ठुलो बढाउनु खोज्यो होला याङ्गोको चाहिँ टिप पुऱ्याउनु पर्दो रहेछ अनि एकजनाले चाहिँ एक्सेप्ट गर्दो रहेछ क्या याङ्गोले कता यहाँबाट याङ्गोमा त राइट पुगेन भने यसमा फेरि कुरी पनि रहँदैन क्या राइडरहरूले यसमा त राइट पुगेन भने अब जस्तै बेलुका भएपछि राइडै लाग्दैन नि त अनि चाँडै पुर्याउनु पर्ने हुन्छ टार्गेट पुगेन भने पैसै आउँदैन इनड्राइभले त अब आफ्नो मन इनड्राइभमा त जति कुरे पनि भयो जता लग्यो पनि भयो यसमा त ठ्याक्कै लोकेसनमा पुगेन भने नि हुँदैन कम्प्लिटै हुँदैन अनि त्यो राइड जबरजस्ती कम्प्लिट गऱ्यो भने त्यो राइडै गनिँदैन गोल्डमा काउन्टै हुँदैन त्यो भएर होइन तर त्यो छैन याङ्गो चाहिँ ठिक छ क्या त्यो पैसाको त त्यति हेरिदिँदैन कि त्यही 5-10 रुपियाँको फरक हो होइन तर गर्न साथै अब कस्तो इमर्जेन्सी हुन्छ नि त बिजी भएन अल ड्राइभर बिजी भनेर देखाइरहेको हुन्छ नभए चाहिँ एउटा न एउटाले चाहिँ एक्सेप्ट चाहिँ गरेकै हुन्छ क्या एकैछिन अब यतिखेरसम्म नि इन्ड्राइभ गऱ्यो भने चाहिँ कतिखेर एक्सेप्ट गर्ला कतिखेर आउला भन्ने हुन्थ्यो एक्सेप्ट आफैले गर्ने हो नि त्यो त अनि नजिक भएकोलाई बोलाउने होइन अब याङ्गोले त आफै गरिदिन्छ नि त उनीहरूले चाहिँ एक्सेप्ट गरेन भने हाम्रो पनि देखाउँदैन नि त होइन देखाउँदैन अहिले इन्ड्राइभले त 1 घन्टा लगाइदिन्छ हौ झ्याउ लाग्छ मलाई त यताबाट चाहिँ अहिले कता हिँड्नु भयो तपाईँ यहाँ हाम्रो पसल छ दिदीको हजुर अनि यसो अल्छी लाएर के रुम चाहिँ उता तपाईँको हजुर रुम चाहिँ उता जरीबुटीतिर होइन कता पसल चाहिँ हो दिदीको रुम चाहिँ यतै अहिले फेरि फर्किन्छु एकछिनमा अहिले चाहिँ उता पसलतिर अल्छी लाग्यो अनि निस्केको बस्दा बल्छ अल्छी लाग्यो क्या तपाईँलाई बस्दा अल्छी लाग्यो क्या हो कति बस्नु भनेर गाह्रो छ बस्नु पनि बाटो किन नछोड्यो होइन त घरै यहाँ हो तपाईँको टिकाथलीमा होइन नि रुम हो नि घर कता तपाईँको घर त यहीँ काभ्रे हो तामाङ हो नेवार श्रेष्ठ कि व्यञ्जनकार सैन्जु हजुर सैन्दु जुजु त उखान भएको छ हजुर हो त्यही थर मैले त फर्स्टचोटि सुनेको त यो त अनि थर त अनि सैन्जु यो भक्तपुर एरियामा मात्रै छ अनि बाँकी बाहिर कहीँ पनि छैन क्या हाम्रो त्यही त मैले अरू चाहिँ सुनिरहेको थिएँ यो चाहिँ सुनिरहेको थिएँ नि क्या हामीले नसुने जात हामी नेवारै भए तापनि हामीले नसुने जात कति छ अब त्यही त हो नि हामी नेवारै भयो नि हामीलाई कति 134वटा छ क्या हाम्रो थर 134वटा अझ त्यो भित्र पनि कति छ क्या 134वटा त त्यो चिनिने मात्रै अब जस्तै यो सैन्जु श्रेष्ठ यो मानन्दरिनाहरू भन्ने हजुर फेरि श्रेष्ठभित्र सैन्जुभित्र पनि धेरै हुन्छ क्या थर तपाईँले भोट हाल्न पाउनुहुन्छ कि हुन्न त अनि हजुर भोट हाल्न पाउनुहुन्छ कि हुन्न त तपाईँले पाइन्छ हाल्दैन भोट केलाई हाल्नु हो र नहाल्ने भोट ओहो हाल्नुपर्ने नि त भोट त अनि हो नयाँलाई भन्दा पनि पुरानलाई हाले पनि राम्रो मान्छे चिताउनु पर्यो नि त नि हजुर मेरो भाइहरू जानेर म त जान्न हो तपाईँको त झन् नजिक काभ्रे कतातिर तपाईँको हजुर काभ्रे कतातिर तपाईँको हाम्रो यही बनेपा पनौती हो पनौती नगरपालिका हजुर नजिकै नै तपाईँको नगरपालिका सुनथान वडा गाविस के भन्छ क्या अरे सुनथान
त्यही त तपाईँको गाउँपालिका चाहिँ सुनसान हो के अरे के भन्छ अनि पनौती त नगरपालिका होइन र त्यही त तपाईँको चाहिँ गाउँपालिका कि नगरपालिका पर्छ नगरपालिका होला नागरिकमा हेर्नुपर्छ मैले हेरेको छैन ए पनौती नै हो भने त के अरे पनौती बस पार्कबाट त्यही बाइकमा गयो भने चाहिँ 10 मिनटमा ठ्याक्राको घरै पुग्छ नमबुद्ध भन्दा तल हो पनौतीबाट मासतिर उता कुशदेवी जाने बाटो हो क्या ए नमबुद्ध जानेतिर त होइन होइन ए यही साइडबाट हेर्नु कता यतैबाट जाने नत्र उयो पुलबाट जाँदा नि हुन्छ होइन यतैबाट जाने हुन्छ के नगरपालिका हो के अरे गाउँपालिका त होइन त्यही त यता त मैले गाउँपालिका चाहिँ खासै पनौती साइडतिर त पनौती नगरपालिका हो नगरपालिका हो पहिला गाउँपालिका थियो के अरे होइन हो अनि पछि अस्ति भर्खर मेरो नाइट यता यता हो यहाँबाट यता राइट लिनु अनि सिधै होइन त्यो ठाको पुल नै पुग्छ क्या पहिले जन्मदाता बनाउनु जाँदाखेरि चाहिँ गाउँपालिकामै बनायो हजुर अनि अस्ति फेरि जन्मदाता हराएको थियो नि त हजुर अनि त्यो नागरिकता बनाउनु जन्मदाता चाहियो नि त अनि फेरि नगरपालिकामा गएर झिकेर अनि फेरि नागरिकता झिक्यो क्या भुइँचालो पछि होला नगरपालिका भए जस्तो लाग्छ मलाई त्यही पछि त हो नि 72 साल पछि त हो नि 74 को संविधान भइसकेपछि संविधान सभाको चुनाव भएपछि त अनि यो कार्यपालिका र के अरे नगरपालिका गाउँपालिका भएको पहिली त हाल्नु भएन छ है त्यसो भए तपाईँले हजुर पहिली त हाल्नु भएन छ त्यसो भएदेखि के हो भोट नै यसपालि त नागरिकता बनायो हो ए भाइ बहिनीको नि एकैचोटि बनाउने भनेर मेरो त ढिलै बन्यो 23 वर्षमा बन्यो मेरो चाहिँ बहिनी 20 अनि भाइ ठ्याक्क 17 पुरा भयो क्या सँगै बनाउने भनेर चाहिँ अनि अड्क्या थियौँ अड्क्या अनि बल्ल अहिले बने भनेपछि तपाईँ 23 भनेपछि त पढ्दै हुनुहुन्छ यता म त नै 72 सालमै मैले त एसएलसी दिइसकेँ 14 वर्षमै ए अनि पढ्नु छोडिदिनु भयो किन हो र त्यही एसएलसी पछि के 72 सालपछि फेरि एससी आयो नि त 12मा त एसएलसी नै भयो नि त अनि त्यो एउटै भयो क्या के पढ्नु होइन एउटै हुँदैन नि फरक छ नि होइन भयो नि अब त्यो एसएलसीको सर्टिफिकेट आइसकेको थियो हजुर हजुर खासै पढ्ने मन चाहिँ थिएन कि 12 क्लियर गर्छु भनेर चाहिँ बसेको थियो अब एसएलसी नै भयो भनेर चाहिँ अनि वास्तै नगर्दै हो क्या एसएलसी नै चाहिँ हुँदैन जस्तै अब यसको स्कुलले लिभिङ सर्टिफिकेट छुट्टै आयो उताको चाहिँ एनइबीको आउँछ कि फरक हुन्छ नि त्यही पनि होइन त्यो पढ्ने मन थिएन 10 त बल्ल क्लियर गर्यो अनि झन् आमा झ्याउ लाग्यो क्या पढ्नलाई पढ्नै झ्याउ लाग्यो क्या हो मलाई 8 सम्म चाहिँ खुब पढ्न मन लाग्थ्यो एक दिन ग्यापिङ हुँदैन जति बिराम भने घर पुग्थ्यो हौ एकै स्कुल पुग्थ्यो क्या हजुर बरु हाफ मात्र भयो भने पढेर आउँथेँ अनि खै 9 र 10 त के भयो 9 र 10 ल परिगयो कि अब तपाईँको भएन कुनैलाई त त्यस्तो भयो भने पढ्नै मन लाग्दैन अरे नि त 14 वर्ष त थिएँ म त्यतिखेर एसएलसी दिने बेलामा अनि जन्म दर्ता बढाएर चाहिँ 16 राखेको थियो क्या किनभने 14 वर्षमा त नमिल्ने रहेछ नि त त्यतिखेर मिल्थेन आजभोलि चाहिँ मिल्छ अनि अहिले त नाइटमा 25 वर्ष भइसक्यो गाह्रो छ मलाई यतै अगाडितिर रोक्दिनँ यतैतिर त्यहाँनिर हो पुल चाहिँ माथि रहेछ अगाडि नै रोक्दिनँ हिँड्न अलिकति भनेपछि 2 वर्ष 23 भनेपछि 2 वर्ष अगाडि तपाईँको भत्ता पाक्ने रहेछ त्यसो भए बढेछ नि त ठ्याक्कै 2 वर्ष अगाडि ट्याक्कै पाक्ने रहेछ यतै हो यतै रोकिदिउँ ल टेकेर झर्नुहोस् न केही फरक पर्दैन पुल चाहिँ हो क्या त्यही भएर मैले सोधेको कहिले चाहिँ यता लोकेसन हुन्छ उतापट्टि जानुपर्ने हुन्छ क्या किन ढल्न खोज्छ याङमा फेरि त्यस्तै छ क्या समस्या हो म चाहिँ फेरि 500 मिटरसम्म चाहिँ पुर्याइदिन्छु त्यहाँभन्दा बढी भयो भने चाहिँ फेरि हामीलाई पनि अब राइड पुर्याउनु पर्ने हुन्छ हजुर त्यस्तो भयो भने चाहिँ हुन्छ हस् त नि ल साथीहरू फाइनली मेरो चाहिँ राइड चाहिँ सकिसक्यो है साथीहरू अनि अब चाहिँ म घर जान्छु होइन चट्ट घरको नजिकैतिर आइपुगेँ म अनि अब चाहिँ म
टक्कसँगले घर जान्छु साथीहरू होइन। अब म यो राइडलाई यस्तो गर्छु अनि अब यहाँबाट बज्दैन नि त, उता कहाँ उता जाने नेट पनि स्लो भइरहेछ साथीहरू। त्यही हो, आज चाहिँ मैले बोल्ने सिस्टरहरूको चाहिँ भिडियो बनाउँछु भनेर आएको थिएँ अनि दुइटै राइड मेरो बोल्ने पर्नु भयो होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ चट्टसँगले चाहिँ अब मेरो चाहिँ भिडियो चाहिँ मैले यहीँ स्टप गर्नुपर्ने हुन्छ। के गरेँ यार, के गरेको छु यो बुढो मान्छे। अनि अब चाहिँ मैले यहाँ राइड स्टप गर्छु। अब चाहिँ कति बज्यो, 7 पनि बज्न लागिसक्यो साथीहरू। अनि भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला। अब चाहिँ म नाइट भिडियोहरू चाहिँ यस्तै नाइट भिडियोहरू चाहिँ ल्याऊँ कि भनेर सोचिरहेको छु। कमेन्ट गर्नु होला के कस्तो भिडियो ल्याउँदा ठिक हुन्छ, डे ल्याउँदा ठिक हुन्छ कि नाइट ल्याउँदा ठिक हुन्छ। भिडियो अन्तिमसम्म हेर्दै हुनुहुन्छ भने चाहिँ च्यानललाई लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको लागि भिडियो म यहीँ स्टप गर्छु है त।